गुड मर्निङ सबैजनालाई। आजको दिन पनि अफिस बिदा भएकोले हामी साथीभाइ मिलेर आउट अफ भ्याली घुम्न निस्केका छौँ। तपाईहरुले देख्दै हुनुहुन्छ यहाँ यो बानेश्वरको बाटो हुँदै हामी अगाडि बढिरहेका छौँ। यो यात्रा गर्दै गर्दा यस्तो लाग्छ कि जीवन एउटा यात्रा नै हो। कहिले उकाली, कहिले ओह्राली, कहिले भन्ज्याङ, कहिले चौतारी, यसै अप एन्ड डाउन हुँदै लाइफ गइरहेको हुन्छ। साँच्चै नै हामी आजको यो यात्राको विषयमा हामी सोच्दैछौँ। हाम्रो गन्तव्यसम्म पुग्दा के होला, यस्तै कुराहरू हामी सोच्दै अगाडि बढ्दैछौँ। तपाईले देख्न सक्नुहुन्छ आजको मौसम त्यति क्लियर छैन, तर पनि हामी डेस्टिनेसनमा पुग्नको निम्ति हामी एकदमै उत्सुकता साथ हामी अगाडि बढिरहेका छौँ। हिमाल अनि पहाडको सुन्दर दृश्य देखिरहेको छु। हेर्नुहोस्, हामी यो बाटो कालो बाटो हिँड्दैछौँ। तपाईँ देख्दै हुनुहुन्छ हामी यो बाटो हिँड्दा हिँड्दै माथि पुग्नेछौँ। आकाश बादलले ढाकिरहेको छ र घाम पनि लागिरहेको छ र हामीलाई रमाइलो अनुभव भइरहेको छ। हेर्नुहोस्, हामी तलबाट आएको तपाईँले देखिरहेको छु। बाटोमा यसरी काफल पनि फैलिरहेको छ। कतिपय पाकिरहेको छ, खाउँ लाग्ने। तर हामी के यसलाई टेस्ट गर्दै हामी अगाडि बढ्नेछौँ। बाटोमा यस्तो फुलहरू फुलेर एकदमै मनमोहक देखिएको छ। बजारहरू छन्। यो बाटोमा सहरको जस्तो कोलाहल छैन, भिडभाड छैन, सुन्दर शान्त छ। तपाईहरु देख्दै हुनुहुन्छ यो चाहिँ एउटा पार्क जहाँ मानिसलाई शान्त अनि हरियाली मन पर्छ। हेर्नुहोस्, साँच्चै नै यो पृथ्वी कति सुन्दर छ कि मानिसको लागि पर्फेक्ट बनाइएको छ। यहाँ उकाली ओह्राली, घुम्ती, चौतारी, यसरी बाटोभरि फुल फुलिरहेको देखिन्छ। अनि माथि डाँडामा यसरी एउटा स्टेजवे बनाइएको छ। र तपाईँले विशेष यो ठाउँ चाहिँ तपाईँ देख्दै हुनुहुन्छ। यो अति रमणीय ठाउँमा पुगेका छौँ अहिले। यहाँ एउटा रमाइलो आनन्दको अनुभव हुन्छ। सहरदेखि पर अनि
डाँडामा यो ठाउँ धेरै मानिसहरू घुम्नको निम्ति रमाउनको निम्ति त्यो सहरको भिडभाड कोलाहलबाट शान्त समय बिताउनको निम्ति यो ठाउँमा आउनुहुन्छ। यहाँ एकछिन अघि पानी पर्दै थियो तर अहिले यहाँ फेरि पानी रोकिएको छ। हेर्नुहोस् यहाँबाट वरिपरि तल माथि टाढा काँडा सबै देखिरहेको छ। साँच्चै मानिसलाई प्रकृति नै मनपर्छ। तपाईँ हेर्दै हुनुहुन्छ यहाँ हरियाली जङ्गल, बादलले ढाकेको आकाश, त्यो आकाश छुने पहाडहरू कति रमाइलो छ। हेर्नुहोस् यहाँ हरेक समय आएर एकदम शान्त तरिकाले बस्न रमाइलो ठाउँमा देखिन्छ। तपाईँलाई देखाउँदैछु अझै पनि। हेर्नुहोस् यो आकाश छुने पहाड जस्तै माथि माथि छ अनि त्यो वरिपरि घुमेर हेर्न रमाउन एकदमै राइट ठाउँ चाहिँ यो रहेको छ। हेर्नुहोस् यहाँ आएपछि मानिसको सोच परिवर्तन हुन्छ, मानिस खुसी हुन्छ। तपाईँ देख्दै हुनुहुन्छ रमाइलो दृश्य, एकदमै हरियाली अनि पर हेर्नुहोस् यो ठाउँ साँच्चै अति तपाईँको साथीभाइ आएर घुम्न सक्नुहुन्छ अनि एकपल्ट छुट्टै अनुभव पनि गर्न सक्नुहुन्छ तपाईँले। यसरी हामी केही रमणीय ठाउँहरू घुमेर हामी आफ्नै ठाउँमा हामी फेरि बेलायमा फर्केका छौँ। आजको दिन साँच्चै नै साथीहरूसँग बहुत रमाइलो भयो। जिन्दगीमा यस्तै रमाइलो गर्दा नै बाँच्नुपर्छ। तपाईँहरू पनि त्यो ठाउँमा गएर रमाउन सक्नुहुन्छ, आफ्नो सोच विचारलाई परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँहरू साथीभाइ मिलेर त्यो ठाउँमा जानुभयो भने अवश्य नै तपाईँ रमाउनुहुनेछ, तपाईँको सोच परिवर्तन हुनेछ, तपाईँ खुसी हुनुहुनेछ। आफ्नो व्यस्त जीवनलाई, आफ्नो तनावपूर्ण जीवनलाई केही समय तपाईँले रिल्याक्स गर्नुहुनेछ अनि आफ्नो शान्त नरम ठाउँमा तपाईँ रहनुहुनेछ। जिन्दगी यसरी नै